साथीहरु बर्खा लागिरहेछ। अब यो आफ्नो ड्युटी चाहिँ 1-2 दिन बन्द गर्यो। यता खेतीतिर लागेको छ। माथिबाट तालु पोल्ने घाम छ। हिजो कपाल पनि काटेर चिन्डे बनायो। आज घामले पोलेर मार्ने हो। आली काटिँदैछ। धमाधम छ। फरुवाले टङ्किटङ आली काटिँदैछ। अब यो आली तासेर यसमाथि फेरि नयाँ माटो थपिन्छ। अब हजुरहरुकोतिर चाहिँ कसरी लानुहुन्छ? हाम्रोतिर चाहिँ यस्तै छ यो तरिका। हाम्रो एकजना दाइ पनि हुनुहुन्छ, यहाँ 2 जना भएर लाउँदैछौँ। धेरै छ खन्नलाई, यो सबै खन्नु पर्ने, सबै आली लगाउनु पर्ने। लाग्छ होला 2-3 दिन। कस्तो छ? झारे झार्छ? ल ल ल होइसर नि है खन्ने चाहिँ। पर हाम्रो दाइ 2 जना बाउ छोरा टङ्किटङ खनिराख्नु भएको छ। अब अलिक दिन गाह्रो हुन्छ खेतीमा, घाममा काम गर्नुपर्छ। हाम्रो यहाँ मकै भाँच्ने कार्यक्रम पनि भइरहेको छ। भाइ मकै भाँच्नु त। अब एकछिनमा यहाँ थ्रेसर आउँछ। अनि थ्रेसर आएपछि मकै भाँचेको मैले। खोइ डोकामा हाल्दै मम्मीलाई। धेरै छैन, अस्तिदेखि अलिअलि गर्दै सकिने लागेको छ। मकै चाहिँ अब यहाँ आँगनमा थुपारिएको छ। अब एकछिनपछि यहाँ थ्रेसर आउँछ अरे। थ्रेसर आएर चाहिँ यसलाई थ्रेसर लाउने हो। मेरो कबाडीको त्यहाँ जम्मा हुँदैछ, पर खनिँदैछ। सन्तोष भाइले यहाँ भाँटा नलाएर बोरा हालेर गर्नु भएपछि यो माटो भर्नु नि फेरि यहाँनिर हुन्छ क्या। अनि लडेको थियो पहिला, लडेको थियो त नि। यत्रो खाल्टो यहाँ यत्रो गऱ्यो, धान गऱ्यो, एक मान्छे भइरहेको थियो भने पछि माटो ल्याएर हाल्नु पर्यो। ल ल म अब यसपालि चाहिँ यहाँनिर मजाले दह्रो लाउँछु। यहाँ हेर्नु त मुसाको दुलो कत्रो रहेछ। आम्मामा अनि हो यस्तो दुलाले गर्दाखेरि यहाँ गाह्रो हुन्छ क्या। पानी सबै उता गइहाल्छ होइन। अब हेर्न चाहिँ यसरी यहाँ हेर नि, यहाँ त कमिलाको गुण रहेछ यार बिचराहरूको। बिचराहरूको घरै भत्किएको नि। हाम्रो ठुल्दाइ र म चाहिँ आली लाउने क्रम जारी छ। घाम लागेर मर्ने गरी घामले डढेर पनि हरियो निलो पहेँलो भइसक्यो। यहाँनिर चाहिँ साथीहरू एउटा अचम्मको चिज छ। यहाँनिर म देखाउँदैछु होइन, अचम्मको पोको छ यहाँनिर। अब यो के हो? यो यहाँ हेर्नु है त, खेतको बिचमा छ यो। हेर्नु यो चाहिँ एउटा पोइन्ट हो, पानी निस्किने पोइन्ट अरे। यहाँबाट चाहिँ पानी आउँछ अरे। यो जमिन मुनि चाहिँ लगभग 6 इन्ची 8 इन्चीको पाइप गाडेर सिधै पर लगेर कनेक्सन धेरै छ यसको। र यसको बोरिङ चाहिँ यहाँदेखि अलि माथि लगभग 1 किलोमिटर माथि छ। त्यहाँ काम चालु भइरहेको छ, ट्रान्समिटर जोड्ने, लाइन जोड्ने। अब त्यहाँबाट चाहिँ पानी चाहिँ बोरिङ गरेर चाहिँ यो अन्डरग्राउन्ड हुँदै हाम्रो यहाँसम्म खेतमा, सबैको खेतमा यसरी ल्याएको छ। अब यहाँबाट चाहिँ पानी आउँछ अरे हाम्रो सिँचाइको लागि। यहाँ चाहिँ पानी आयो भने चाहिँ हाम्रो यो डाँडो किता चाहिँ हराभरा हुन्छ होला। अब कत्रो पानी आउने हो, कहिले आउने हो? अब यो यहाँ लगाएको चाहिँ भयो लगभग 2-3 महिना। अब पानी चाहिँ कहिले आउने हो टुङ्गो छैन। अब यता चाहिँ हाम्रो अलिकति गहिरी किता पर्छ। पर बोरिङ राखेको छ एउटा राख्न त, तर माथि चाहिँ यहाँसम्म पानी आइपुग्न अलिकति गाह्रो हुन्छ। यो मेरो घरदेखि पर त्यो हरियो टिन देखेको मेरो गोदाम। अब यो चाहिँ हाम्रो डाँडा कितामा राखेको बोरिङको पोइन्ट। अब यही बर्खामा पानी आयो त मजाले रोपाइ गरिने थियो। अब पानी चाहिँ कहिले आउँछ? ठिकै छ, आउँछ होला अब आशा गरौँ। एकजना छिमेकी दाइ पनि आउँदै हुनुहुन्छ हेर्नलाई। दाजु के काम हुँदैछ पर? ए अब यही हामीले धान रोप्ने बेलामा आउँछ त पानी? पानी अब एक हप्तामा भनेको छ। अब हेर्नु अब समितिले कस्तो खालको प्रोसेस चालेको छ। ए यो 1 हप्तामा आउँछ अरे। अब पानी आयो त ठिकै हो। यहाँ यो हाम्रो डाँडो खेत राम्रो हुन्छ हौ। मैले हिजो अस्तिको दिन सोधेको त्यो ट्रान्समिटर राखेको दिन
अब एकहप्तामा चाहिँ आउँछ। अब समितिले प्रोसेस चालेको छ कि छैन भनेर भन्थे। अब हाम्रो समितिले कतिसम्म सक्षम तरिकाले काम गरेका छन्। अब राम्रै गरेका छन् भने त यही पानीले धान रोप्न पाइन्छ होला। भएन भने अब हेरौँ, मौसम पनि यस्तो छ। ठिकै छ, आयो भने त राम्रै हुन्छ। ठुलै आउँछ होला है पानी त। पानी त कतै 1 घन्टामा 1.5 बिघै भन्छन्। अब हेरौँ 1.5 बिघा आए पछाडि त होला नि सन्चै समितिमा होइन। अनि के पैसा पनि तिर्नु पर्ने कि के भन्दैछन् हौ? यो चाहिँ अब समितिले अब यो पानी निक्ले पछाडि समितिले अब सबै उपभोक्तालाई बोलाएर बैठक राख्ला नि त। त्यस पछाडि निष्कर्षमा आउला। चौकीदार पनि राख्ने भन्ने कुरो छ, कसलाई राख्छन् त्यही त। अब यो चाहिँ अब सरकारी काम अब के हुन्छ होइन? सरकारी काम कहिले जाला घाम चाहिँ नहोस् गरेपछि पूर्ण रूपले काम हुनु पर्यो, त्यति हो। ठिकै छ। यो चाहिँ आलीमाथि चाहिँ एकदम काँस छ होइन, हरियो काँसहरू। यसले चाहिँ पछि धानमा समस्या ल्याउन सक्छ, धानबारीतिर बढेर। त्यही भएर चाहिँ काँसलाई चाहिँ काटेर फालेर यहाँ नयाँ माटो लानुपर्छ होइन, यसरी फाल्नुपर्छ होइन। यहाँ त्यही अब यो फरुवा चाहिँ यसरी हान्दाखेरि चाहिँ चिप्ल्यो भने चाहिँ फेरि सिधै यहाँ खुट्टामा फरुवाको धार पनि यस्तो छ, खसीको कत्तीको धार जस्तो। यसले फेरि खुट्टा पनि 2 टुक्रा बनाउँछ। यसरी एकदम होसियारले गर्नुपर्छ यो है। आलीलाई चाहिँ तासेर पुरै चिटिक्क बनाइयो, मुन्डन गरे जस्तो। अब यसमा चाहिँ नयाँ माटो लाउनुपर्छ। पछि यहाँ अब पानी लगाएर जोतेपछि हिलो भएपछि अहिले सुक्खामा हुँदैन। यहाँनिर एउटा आली खन्ने क्रममा चाहिँ एउटा मैले किरा भेटाएको छु होइन। यो किरा चाहिँ किसानको लागि सबैभन्दा ठुलो शत्रु हो क्या यो खुम्ले किरा। यसले चाहिँ पछि धानबारीको जरा मुनि पसेर चाहिँ जरा काटिदिन्छ क्या यसले। जरा काटेपछि धान नै मर्छ, बोटै मर्छ होइन। यो चाहिँ किसानको सबैभन्दा ठुलो शत्रु हेर्ने। अब यसलाई हाम्रोतिर चाहिँ खुम्ले किरा भन्छ होइन। यसले चाहिँ सुक्खा ठाउँमा बसेर जमिन मुनि बसेर चाहिँ बिरुवाको जरा काटिदिने हो क्या यसले चाहिँ। अनि बिरुवा मर्छ। त्यसरी यसलाई चाहिँ बेलैमा रोकथाम गर्नुपर्छ। यो हानिकारक किरा हो। के रहेछ दाइ? ढुङ्गा रहेछ? ए फरुवा त खत्तम भइगएछ नि है। फरुवाको हेर यस्तो बिहाल। अब यसलाई के गर्नु? मार्तले किच्याउनु? खै अब जमिन मुनि के छ थाहै हुँदैन। हाम्रो चाहिँ यहाँ बिरालो पनि सँगै आएको छन् आली लाउनलाई। सुर 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 सुर। अनि यहाँनिर अस्ति त्यो बोरिङ लाउँदाखेरि ल्याएको थियो कि ढुङ्गा, खै भयो? हान मार्तलले। के भयो? भोक लाग्यो त हौ। अचार? के को अचार बनाउनु? ए त्यो गुलियो पनि पिरो पनि गयो त। हाम्रो खेतालाहरू रिसाएको छन् क्या। सुर 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 सुर। काम गरेर आउनु, काम गरेपछि पो मा मिल्छ त। सुर 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 सुर। काम गरेर चाहिँ भाग न लठुवा हो। सुर 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 खनिँदैछ। जाउँ दाइ एकछिन शीतलमा बसौँ, अलिकति चारो पनि चेपेर आउँ, मरिन्छ बाफ्रे। पाइप कहाँ जोडेको छ हौ? यहाँ जोडेको छ पाइप। यहाँ छ पानी, यहाँ पानी यहाँ छ त।
हाम्रो खानाको प्रोग्राम सुरु भयो। नेपाली गाउँको स्थानीय खाना दाल भात तरकारी आँपको अचार मोही होइन भाइ मिठो छ। हाम्रो यहाँ पाहुनाहरू पनि छन्, पाहुनालाई दिनुपर्छ है। पाहुनालाई के भयो सालको पातमा काम चाहिँ नगर्ने खाने मात्रै पाहुना है। ल फ्यान पनि छ यहाँ अलिकति हावा लाग्दैन, गर्मी छ। साथीहरू दिनभरिको ताता घामले पिल्स्याएर चाहिँ मर्ने बेला भएको बेलामा चाहिँ पानी आउन आँटेको छ। हेर्नु कस्तो कालो मैलो भयो, हावा चलेछ मर्ने गरी। त्यो दिनभरिको गर्मी बिर्सायो हावाले। अब पानी आउँछ होला, बाफ्रे कस्तो भएछ यता हेर्दा यता। के भयो हुन्डरी नै आउँछ कि क्या। ल ठिकै छ, शीतल चाहिँ बनायो है यसले, अझै खनिन्छ एकछिन। साथीहरू पानी परेको छ फाइनली, दिनभरिको गर्मीलाई बिर्साएको छ। पानीमा मजा आउँछ खेल्न पनि है। अब हामी पानीमा भिज्दै पनि काम गर्छौँ। दिनभरि घाममा त गऱ्यौँ भने अब पानीमा के छ र होइन, यो फोनको पनि टेस्ट हुन्छ। र ठिकै छ, पानीमा भिज्दैछौँ। साथीहरू आजको हाम्रो आली लाउने कार्यक्रम सकिएको छ। ठुल्दै अघि नै घर गइसक्नुभयो। अब गाउँघरमा यतिखेर भनेको अब गाईबस्तु खन्दाउने पराल हाल्ने त्यस्तै हुन्छ होइन काम लाग्नुभएको छ है। अब म पनि एकछिन, हाम्रो एउटा बोरिङ छ, बोरिङ चलिरहेछ, पानी आइरहेछ। अब यसमा नुहाइधुवाइ गरेर म पनि घर लाग्छु। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा छ रमाइलो भयो होला र आगामी दिनमा फेरि यस्तै भिडियो लिएर उपस्थित हुनेछु। धन्यवाद, नमस्कार।